छिटो फास्ट एउटा सुन्दर बगैँचा हो सँगै चौकी फुलहरू हरेकलाई समान बगैँचा हो सादर हरेक फुलहरू अनुकूल प्रतिकूलहरू चिन्ता गर्ने भावना हो सामूहिक खुसी बिनाको कुनै फाइदा त्यो चाहनाको औचित्य के त्यो कामनाको एउटा हाँसो फुट्नलाई दृश्य ल्याउ एक हो हरेक हातहरू फुट्नलाई गरेर अब देखा उकालो अतीतलाई नेता हो बारो हाम्रो हो बेटा हो कल्पना गर शान्तिको सपना देख्नेकै कुरा हुन्छ जागृतिले क्रान्ति हो प्रेरणामा बाटो खुल्ला हुन्छ आकृतिको शालीको नसोच्नु तिमी मालिक हो र मिहिनेत गर्ने ठोकर हो तिमीले ठोकर खानेछ मानव मानवता बुझ्न भोलि पटक कारण बनिएर अरूको सानो हाँसोको उसको मुस्कानमा रमाइएर निस्वार्थ प्रेम साँचो हो यो खाँचो हो मायाको कुरा भए नेपाल हाँस्नेछ एक आपस मर्म बुझिदिए हरेक क्षणमा बाँच्नेछ नेपालको छोरो हुँ म नेपाली हो नाउँ मेचीदेखि कालीसम्म फैलिएको मेरो गाउँ मेरा वीर पुर्खाको रगतले मान्छेको ठाउँ हल दुनियाँमा तिम्रै कोखमा जन्म लिन पाऊँ म सबैजना होको होइन सेको देख्न सकूँ म नेपाली हारेको होइन बाँचेको देख्न सकूँ म नेपालको लागि मान्न अनि मन सक्छु तैले त केही गरिन सब म आफै गर्छु एक दिनमा बन्दैन देश म सधैँ सङ्घर्ष गर्छु तर त जस्ता कपुतलाई विश्वास गर्न बन्द गर्छु म बाँधिन्छु तेरा दारा यदि फेरि देखाइयो काटिन्छु सबै हात जति आमालाई उचाइयो म साथ दिन्छु मेरा नेपाली दाजुभाइहरूको हात दिन्छु जहाँ कसैलाई सहारा चाहियो हामी सबैजना दिदी बहिनी दाजुभाइ हो म तयार छु छुट्न मात्र तपाईँको साथ चाहियो यो मुलुक दुई ढुङ्गा बिचको तरुल जस्तो छ प्रजा मोटा भया दरबार बलियो रहन्छ राजाका भण्डार भनेका रैतानहरू मेरा साना दुःखले आदेश होइन सबै जातको फुलबारी हो ठिक छ नि हैन सबैमा चेतना भयो ठिक छ देशका महाजनहरू हाम्रा मुलुक माया भने दुनिया सङ्घार गरी थाक्छन् यता पनि देखाए दिनु खोजेको यसलाई भएछ हो यस्तो बिजोग हुन्छ यति मिठो गेम खेलेछु मैले का जिन्दगी बोलेको है हुन्छ त्यो पनि पाउँछ मन्त्रीले उठाउनु खोजेको यो मन्त्री त होइन घोडा खोजेको छ
चेक भन्दा कसो होला भन्दैन गरिहालौँ कहाँ मेरो नि मारि नि हाल्यो मर्यो त त्यो कहाँ जाने लु यादै आउँछ एकचोटि त्यहाँ जानु त ठुलो कुरा मेरो पावरै चलेको छैन भूमिका खेलेर आएको छ साथी एकचोटि छुइहालेँ होइन सुको जस्तै म भागेर बस्छु ल दाजुको अनुहार स्वाखल गर्नु चेयर्स नमस्कार दर्शकबिन सम्पूर्णलाई स्वागत छ हाम्रा विभिन्न मिडियाहरूमा र तपाईहरुमा आज हामीले एउटा अपत्यारिलो यो खबर लिएर केटाहरूको लाइफमा जिम्मेवारीको भारी 18 वर्ष पुग्यो कि खाडी जाने तयारी खुसी छाडेर अब उठ्छ उनको यारी सपना होइन बाध्यता बन्यो रोजगारी सुकाउनु पर्छ आँसु देखाउन पाइन कमजोरी आमाले टिफिन दिन्थिन त्यहाँ खानु छ घाँस खोजी आमा बाबाको मायालाई मन भित्रै थुनिन्छ दैनिक 12 घण्टा पसिना भित्रै सुकिन्छ 18 वर्षमै छोड्नु पर्ने आफ्नो घरबारी